सबै पार्टीहरूलाई नेपालको जति पनि राजनीतिक दलहरू छ तपाईहरू म हजुरहरूको पीडा भन्छु यहाँ अब तपाईहरू यो आन्दोलनलाई तपाईहरुले किन समर्थन गर्नु हुँदैन म कुरै बुझेको छैन किन कुरै बुझेको छैन मैले कुरै बुझेको छैन तपाईहरुले यो आन्दोलन नचाहेको हो त तपाईलाई त्यो बाटोमा हिँड्नु पर्दैन यो बाटोमा हिँड्नु यो नेपालमा बस्नु पर्दैन नेपाल भन्ने खत्तम देश जहाँ गयो नि हाम्रो पासपोर्ट नेपाललाई हेप्छ यार जुनै पनि देशमा नेपाल वीर गोर्खालीको देश हो भनेर एउटा इज्जत थियो हाम्रो खै त्यो इज्जत कहाँ गयो कता गयो त्यो इज्जतहरु हाम्रो एउटा हाम्रो प्राइम मिनिस्टरलाई रेस्पेक्ट गर्दैन फेसबुकले रेस्पेक्ट गर्दैन इन्स्टाग्रामहरुले रेस्पेक्ट गर्दैन यो को हो नेताहरु इज्जत त भनेको आफूले कमाउने हो दुख गरेर देश विकास गरेर कमाउने होला नि त त्यही पनि त्यो भए पो मान्छ त नेताहरुलाई पनि तिनीहरुले हामीलाई हेप्यो हामीले भनेको कुरा मानेन भनेर भन्छ मान्ने लायकको काम गरे पो मान्छ त मान्ने लायकको कामै गरेछ कसरी मान्छ नेताहरुलाई यो कुरा त नेताहरुले बुझ्नु पर्दैन यत्रो बुढापाका बाजेहरु देशमा यत्रो काम गरेको कति वर्ष बसेको मान्छेहरु यति कुरा बुझ्नु सक्दैन उहाँहरु त हाम्रो अभिभावक हो नि त बाजे अंकलहरु छ यार त्यहाँ माथि संसदमा जहिले गर्छ कहिले टेबल ठटाउँछ कहिले के ठटाउँछ कार्यकर्ताहरु गरे कता फोड्दिरहन्छ कहिले के गरिरहन्छ यो पोलिटिकल पार्टीहरुलाई मेरो हम्बल रिक्वेस्ट यो परिवर्तन तपाईहरुको मान चाहिन्छ तपाईले एउटा टिकट लिनलाई पार्टीमा उठ्नको लागि टिकट लिन कति पैसा तिर्नुहुन्छ हो कि हैन भन्नुस् तपाई किन आनन्दले मैले टिकट दिँदाखेरि म एकदम लायकको मान्छे हो मेरो वडाको लागि यो प्रधानमन्त्रीको लागि मन्त्रीको लागि भनेर हजुरले किन लड्न सक्नु हुँदैन तपाईको पार्टी भित्रमा भएको यो कुकर्मले हो जुन चाहिँ यो पोलिटिकल पार्टीको टप हेडरले निकालेको यो व्यवस्थाप्रतिको हुन्छ नि तपाईको यो सबै गडबडीले गरेर हो उनीहरुको आफ्नो पर्सनल सेल्फिशनेसले हो यो तपाईहरुले स्वतन्त्र रूपमा तपाईले पाउनु पर्ने हैन र म लड्छु म पार्टीकोमा जहिले गएर नेताको घर घरमा मेरो के भन्छ वडाको घर घरमा गयो मलाई टिकट दिनुस् न म हजुरलाई 2 लाख दिन्छु म हजुरलाई टिकट दिन्छु यो तपाईहरुले एन्ड गर्नु पर्दैन र म एउटा नेपालको नागरिक हो मेरो ठाउँलाई विकास गर्न चाहन्छु मलाई टिकट दिनुस् तपाई छाती खोलेर भन्नु पर्यो के तपाईको नेताले पनि छाती खोलेर ला टिकट लड देशको लागि विकास गर भनेर भन्नु सक्नु पर्यो यो हो नेता भनेको देशको यो चेन्ज तपाईलाई चाहेको छैन र भन्नुस् सबै पार्टीको जति जना तपाईहरुले मलाई हेर्नु भएको छ तपाईहरुलाई यो चेन्ज चाहेको छैन यो परिवर्तन चाहेको छैन तपाईलाई आफ्नो ठाउँ विकास गर्नको लागि हरेक नेताको घर घरमा गएर तपाईले ढोक्नु पर्ने चाट्नु पर्ने यस्तो खालको समय नआओस् त्यही भएर गरेको हामीले यो आन्दोलन